भावा जकिटमा केही छैन नि भनेको लौ यसमा अड्डाउ खस्ता फेरि हल्लियो हामी देखेछ तिमी देखे हैन यहाँ आउनु पर्छ म देख्यो उनी सर रे भिडियो फेरि बोले सर यहाँ छ कहाँ के रे हो नि अहिले निराजन पनि देख्यो अझै किन न त बोला यार म त अहिले र मैले यो गर्छ अलि ब्याक छ र हल्का हल्का ब्याक छ यहाँ सबैभन्दा माथि पनि 1 प्लस हैन यता 1 प्लस इन लेख्नु पर्यो जिरो हाल्नु सर हात 0 प्लस मा किन किन हाल्नु पर्यो केटा 1 प्लस इन हाल्नु पर्यो जिरो जिरो हाल्नु पर बस्छ त बस्छ दर्सी मात्र तल ट्र्याक छैन होला यहाँ 1 चाहिँ फेरि त्यहाँ 0 नराख त यसरी गर्नु म जान्छु कपडा धुन यो मुलाने हो डेली कपडा धुनु रहेछ यार यिनीहरु हैन ससो यार पसिना पसिना म त बरा ए ओ एउटा उपडा निकालेको पडी ए छाडी निकाले लिडर लिडर लाग्छ त लिडर जी कस्तो गर्न नदिए कस्तो गर्न दिए हिसाब गर्ने पनि कन्सेप्ट प्रोग्राम माने यति भला ठुलो कुरा हैन यो हिसाबै गर्नु त मेन कुरा हो दुईटै मिले खा राम्रो एने कहाँ दिने छोडेर लेख्नुबाट ओए किन राख्नु पर्यो 0 ओए ओने सर कस्तो हुने छ बस न बस हे नबसे नि तेरो काम काम छैन अहिले त दुखिया नगर किन बोलाको त मुझे फोटो बोलाउनु पर्यो लेख्न लेख 260 0 यहाँ आइहाल्छ उता ओए मोबाइल खै तिम्रो सर मोबाइल खै कुनै भएर उले निकाल्दा रहेछ चार्जबाट हैन तिमीले कोलीले मगकोलाई निकाल्दै थियो हैन मलाई हैन कुली हो त मेरो त म त छुटाएर आयो मेरो चार्जर नि प्लगमा थिएन प्लगमा थियो त्यो त मेरो मोबाइल लगाएको थिएँ त मैले अब किन सयन्त्रको मोबाइल लगाउन सिम किन जम्मा 83% भयो मोबाइलले मसिन अघि भइसक्यो न किन चाबी 40 सेकेन्ड किन यो 28 हो निक्लिए में 28 हो र IP9 to BM IP9 to BM हैन यो तलको हामीले 40 दिएको त्यो परेन नि 28 नै त होला IP9 to BM लेखेको छ फेरि रुको त रुको IP8 to IP10 9 देखि 10 भयो भने पुग्यो नि दोस्त 10 देखि कति लेख्या आयो 10 देखि 1 हैन यो पनि परेन 28 प्लस 28 तिम्रो हो त यो 28 हान्नु ले जाना सामान है सामान ले जाना है यो चलाउँदा चला तेरो पनि हैन मेरो ल फर्मुला हेर्नु त यहाँ पनि होला त भन्नु ल हो रहेछ त ओए फ्रन्ट कहाँ हुन्छ यो खाली चार्ज न मतलब चार्जर न
पछाडि ढल्का लाग्छ ल हान्दै गर म यहाँ चेन्ज गर्छु यो सबै 20 राख्ने हो यो च्यालेन्ज अफ एमसी हुँदा सिमेन्ट पर्दैन हो यसको एउटा स्केच बनाऊ एउटा पातलो स्केच बनाउनु लाग्छ कि के हुन्न तर बिग्र नपरोस् एउटा नै दुईटा चार तर बिग्र नपरोस् बिग्यो भने त फेरि सक्लास् नि त सकिसक्दैन अब यहीँबाट नआफ्नो कि के हो पोखरा फिगर नबनाएसम्म समाजमा हान्न के स्केल छैन स्केल मलाई दुईटा लिएर आउँ त खै फाइल हाम्रो खै स्केल खै फाइल खै फाइल पनि जान्थ्यो फाइल त ल्याऊ ओ धर्म फाइल खै हाम्रो फाइल मैले लिएर आऊ त्यो पनि लिएर आऊ क्या मलाई लिएर आएको अनि कहाँ छ र त त्यहाँबाट लिएर कि बङ्कड होइन फाइल लिएर आइकन कहाँ छ स्केल पनि लिएर आएको दुईवटा स्केल थियो त्यहाँ देखे डेटैमा ओली बहादुर हेर मेरो मोबाइलबाट नि हुँदैछ मासलाई चेन्ज गरौ तिमीले तिम्रोदेखि छेक्कै थियो ए त्यही भएर उता राखिदिएको हो कि ल सिधै ख्यालमा म त छु बचपनदेखि नै होइन हाम्रो अलि के बाँकी छ र यो बाँकी छ ठिकै छ अरू त कामै छैन हाम्रो हामीले हेर न हेर्नु सर ओ यहाँ लेजर रहेछ लेजर पो रहेछ त भन्छ नि पछाडि पछाडि मान्छेहरू छन् हेर्नु न कता पछाडि अरे उता उता जुम गरेर हेर्नु त तलको हेर्नु न जुम गरेर पोखरा देखिन्छ तल तल गाडीको नम्बर देखिन्छ कि देखिन्छ त्यो हिँडेको त अब हिँडेको देखिने कुरो भएन सिकाउने हो कन्फर्म बुझाइदिनु विश्वास छ यार त्यो माथिमा गाडी नम्बर पत्ता लगाउँछ यहीँबाट स्न्यापरले हानिदिनु पर्छ ओली भाइले कति बोल्छ यार 5 मिनेटको तो बोली जाने की नहीं बनाया
गाडी नम्बर पठाएर जानुहुन्छ देखिन्छ यो त हामीले युज गरेनौँ त केटा त्यहाँ केही छैन गएर केही छैन यसको रेन्ज पनि बढी हुन्छ एकचोटि ल भिडियो बनाइदिनु फर्स्ट सम्झ ल यो माल लैजाऊ त बन्द गरेर हेर्नु पर्छ माल रहेछ भूमिकाले पनि युज गर्छ त्यो मेरो पोर्टुगललाई चेन्जेस अफ BC प्लस करको हाफ के लेन्सको हाफ जोडिदिने के लेन्स अफमा चेन्जेस यसमा यसको हाफ जोड्ने सोल्टिनी म राम्रोसँग पलस गरेर पख त सोल्टी दियो क्या सोल्टी पहिलेदेखि तिमी एउटा गर अनि तिमीले त्यसै भन म हाके उनीहरूले हामीले चेन्ज अफ बिसी भनेको ब्याक साइड हो यस्तो साथी पेन कापी ल्याऊ साथी मेरो साथी म चाहिँ एकछिन ल्याउँदा कति बोले आज त अहिले हान्छु लत्ताले आउँछ यो आउँछ नि आउँछ कि आउँदैन भन सिकाउनलाई मलाई म आउनु परेन मिस्टेक हुन्छ अस्ति त्यही भएर के हो यार यस्तो आवाज आउँछ त जाऊ त यतै हल्ला नगर त सिक्ने पर जाऊ यो यस्तो हो क्या यार अब तिमीहरूलाई यो फर्मुला यो भइसक्यो यो भइसक्यो होइन यो लेन्थ अफ के भने लेन्थ अफ कर होइन टेन्जन लेन्थ भयो टेन्जन लेन्थको लागि हामीलाई यो हामीले फर्मुला छ यो होइन डिफ्लेक्सन एङ्गल बाई 2 आर टेन भयो नि यो फर्मुला हाल्ने यो टकटक हाल्ने केटा हो यो आयो टेन्जन लेन्थ आयो लेन्थ अफ करको लागि हामीलाई यो फर्मुला छ यो आइसक्यो होइन त्यसपछि च्यानेज यो निकाल्नु पर्ने मिड पोइन्ट भनेपछि यो फर्मुलामा के पाइयो च्यानेजले घटाउनु पर्छ एकैछिन हेरेर अहिले यति त आरको त अब 5 राखे भयो 10 15 20 अहिले हामीले 20 राख्छौँ 30 35 राखे भयो 16 17 18 हुनु पर्यो भइसक्यो अब यो एकछिन मिलाउँदै पहिला मिलाउँदै ल म हाल्छु फेरि एउटाले रोगे बडी नम्बर तिमीहरु बराबर बडीको भनेर नि पेन डिस्टेन्स त्यो पेन यो कहाँसम्म कहाँको कर्व बनाउनु लागि 0 देखि 2 सम्म उसको निकालो न ओलियो यसको यस्तो निकाल्यो टेन्जन लेन्थ कति निकाल्नु सक्दिनँ म अर्को हेर्नु भने कोही बात बिसी अलगै यहाँ बिसी भन्ने छ दोष सबभएपछि बराबर हुन्छ कपी खै न्युमेरिकल वाला देऊ त के रे यो गर्दैछ कपी खै के ओ कहाँ छ यो कहाँ छ
20 रेंज आपकी ना तो कहां से 20 रख अर्को क्यालकुलेटर कहाँ हाले केटा कहाँ ल्याउने 1 2 है 14 भनेपछि 10 लेन अफ पर 7 कुन चाहिँ बिन्दु 14 छ भनेदेखि त 20 निकाल्नलाई त 14 पोइन्ट बडाहरू त निकाल्नु लाग्यो भइसक्यो क्या त्यो म हेर्दै छु यार लेन त कता निकाल्नु भडा मैले भने मैले पनि हेर्दा यो भइसक्यो क्या उसको त्यो एमसी निकाल्ने भइसक्यो यो पनि भइसक्यो एमसी निकाल्ने भइसक्यो 20 हेर्दै क्या अब फाइन भइसक्यो मिड अफ कर पहिला लेन्थ अफ कर निकाल्यो त्यसलाई हाफ गरेर मिड अफ कर हुन्छ ओके मिड अफ कर अनि प्लस गर्नु पर्यो नि च्यान्ने 14 20 20 लाई नै उयो जोड्नु पर्यो नि यो त्यो जोड्नु पर्यो क्या 20 लाई 14.13 हैन 20 मा यो जोड्यो भने यसको हाफ जोड्यो हाफ कर्व आयो भने यो आइहाल्छ हैन अनि त्यसपछि यो भयो हैन अनि एपेक्स डिस्टेन्स आयो यसको एपेक्स निकाल्यो कहाँ भएको छ यहाँनिर कति भयो पहिले एकछिन गर्नु हाल्नु पर्यो टेन्जन लेन्थ भने यो टेन्जन लेन्थ भने उ भइसक्यो फर्मुला हेर्नु त यो एपेक्स डिस्टेन्स हामीले यहाँबाट यहाँ आउँछ फेरि है टेन्जन लेन्थ विचार गरेर यहाँदेखि यहाँ आउँछ यहाँदेखि नाप्ने हुन्छ टेन्जन लेन्थ चेन्ज अफ इनकम चेन्ज अफ इनकम 20 निकाल्नलाई लेन्थ 10 आयो नि 10 7 3 यो टेन्जनले त लेन्थ अफ कर हुन्छ नि ए होइन त्यस्तो होइन हात त्यतिकै तिमीहरूको त्यो बिग्रियो कि यो निकाल्नलाई यो चेन्ज अफ बिसी ब्याक कर्भ निकाल्नलाई ब्याक कर्भमा त यो आइपीको चेन्जेसबाट ऊ घटाउने हो क्या टेन्जन लेन्थ घटाउने हो कहाँ हो आइपीको ऊ कहाँ आइपीको चेन्जेस अफ आइपी कहाँ यो होइन 18 माइनस 18.99 यो ल अब ल यहाँ एपेक्स डिस्टेन्स हान त पहिला हानिहाल न एपेक्स घटाउने र होइन हान न पहिला देखाउनु पहिले एउटाको सबै निकाल्दिउँ है ल केटा सुरुबाट ल टेन्जन लेन्थ सबैको निकाल्दिउँ है मैले टेन्जन लेन्थ फर्मुला के हो आर कर्भ के हो आर टेन्जन आर 10 डेल्टा बाइ 2 डिफ्लेक्सन एंगल बाइ 2 डिफ्लेक्सन एंगल बाइ 2 हैन डिफ्लेक्सन एंगल कति थियो टुटेन हो नि टुटेन हो टु होइन क्या आर 10 डिफ्लेक्सन एंगल बाइ 2 के लेन्थ अफ कर्भ हेर भएन मलाई भयो क्या तल पनि निकाल्यो हो माथि चाहिँ मैले एपेक्स निकाल्नु माथिको यो माथिको कति हो 52 हैन ल भाइ त भयो मुजी क्याल्कुलेटर कस्तो काम क्याल्कुलेटर र मैले यो 53 क्रस चेक गर क्या तिमीहरु पनि यार 53 लेन्थ अफ कर्भ 15 हालौँ है मलाई 20 हालेर त्यहाँ भन्नु पर्दैन 20 मिटर जानु पर्छ जति डिफ्लेक्सन एंगल बढी भयो त्यति भनेर सुनेको थिएँ मैले डिफ्लेक्सन एंगल कम भयो भने लेन्थ अफ कर्भ बढी हुन्छ डिफ्लेक्सन बढी भयो भने लेन्थ अफ कर्भ कम हुन्छ बुझ्यौ अस्ति त के गराउन हाले जति हाले अनि सर ओ सर सर यो के अरे डिफ्लेक्सन एंगल कम भयो भने लेन्थ अफ त्यो के एउटै हाल्ने हो नि सबैमा 20 मात्रै त्यो डिफ्लेक्सन एंगल अनुसार घटाउने बढाउने गर्ने कि त्यो आर अनि यस्तो हो के त्यो अपोजिट राख्ने नि
सर फरक परेर आयो कि एउटा ए हरि हाम्रो दोस्ती आइसक्यो यहाँ त मलाई केही थाहा भएन तल फाल्छु अहिले त्यही यहाँ यो के अरे डिफ्लेक्सन एङ्गल र उसको के हो त्यो रिलेसन डिफ्लेक्सन एङ्गल बढी भयो भने चाहिँ लेन्थ अफ कर्भ सानो हो नि रेडियस के रेडियस हो कि होइन रिफ्लेक्सन एङ्गल इज इन्भर्सली प्रोपोर्सनल टु त्यो हो कि होइन हो कि होइन अस्ति सर्वे गर्छ भने होइन सरलाई सोध्नु त अलि सोध कि फरक फरक आएको जो र त्यही त फरक फरक कसरी राख्ने भन्ने कुरा के फरक फरक त्यसै हच्चुवामा राखेर भयो त 18-20 साल बढीको चाहिँ थियो होइन के फरक फरक आउँदा केही हुन्न तर यहाँ छ नि कर्भ सेट गर्दाखेरि फेरि यो दुवै कर्भको यसको इन्डिङ पोइन्ट यसको बिगिनिङ पोइन्ट इन्टरसेक्ट हुनु परेन भनेको यस्तो छ नि कर्भ यस्तो यसको इन्डिङ पोइन्ट यहाँ छ यसको बिगिनिङ पोइन्ट यहाँ पुग्नु परेन यसको भन्दा कमै हुनु पर्यो त्यसलाई त्यसरी चाहिँ कसरी थाहा पाउँछ त्यो कर्भ सेट गर्दाखेरि अहिले थाहा हुन्न पहिले नै हुन्छ अरे पहिले पनि हुन्छ त्यति यो भन्दा एमसी होइन यो बेसी छ नि यो 843 हो यो भन्दा यो ठुलो आउनु पर्यो अरे यो ठुलो यो भन्दा होइन यो ठुलो आउनु हो यो भन्दा यो ठुलो आउनु पर्यो हैन यो भन्दा यो ठुलो आउनु पर्यो यो भन्दा यो ठुलो आउनु पर्यो यो भन्दा यो ठुलो आउनु पर्यो भन्ने सुनेको भयो होइन अरे यसको फर्मुला थाहा छ नि के फर्मुला त थाहा छ तर यो जस्तो यहाँ चेन्नई लेख्दाखेरि यो मिडिहाल्नु भयो यसले त अब तिमीले हराएको होइन र दुईटै जनाले हराएको दुईटै जनाले हरायो म त मसँग थियो निराजनालाई दिएँ तारमा गोपेर दिएको थिएँ मैले त गर्न गरी हाम्रो त रियल पेपर हैन ओइ यो रियल पेपर हैन रिटर्न ल्याएन छ के एउटा माथिले जति पनि थियो ओइ यो हाम्रो रियल पेपर हैन एउटा अझै छ के दुईटा पेपर दिन्छ यस्तो हैन हामीले दुईटा हैन कलेज होगलाउ एउटा बेलौ किन रे बेलौ किन के गर्दिम सरलाई सोधेर आउनु त के भयो या त अरु ओइ अरु लेखि बुझेको म सोधेर आउँ कति तिमीहरुले गर म पछि बुझ्छु के बुझे मलाई चाटे जस्तो लाग्छ नि तिनीहरूले सोधेर हैन विषयमा बोलाएर अहिले भिडियो चाहिँ पेन्टाक्स सिक्न के यसको फङ्सन पे गर्न विषय निकाले कसरी हुन्छ नेट छ बिसिना डिलिभरी छ नि तिम्रो गर्लफ्रेन्डले के गर्छन् पढ्छन् कि पढाउँछन् कि ए बेटा ए नहीं रे हेर हेर एनसी को पारै बिग्ने अनि यो त गर यो त हामीलाई थाहा कि नै ल यो हेर त चेन एज अ बीसी इक्वल टु चेन एज अ इंटरसेक्ट पोइन्ट बनाएको थियो आईपी प्लस टेन्जेन्ट लेन्थ देख टेन्जेन्ट लेन्थ हो अनि त्यही त मैले अघि नै भने आउँ त अनि त्यो टेन्जेन्ट लेन्थबाट आइपी हैन ल लेख 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 साथी मेरो साथी लेख गरेछ भन्नु विषय चाहिँ छ यो मैले उसको भिडियो हेरेर थाहा पाएँ के भिडियो तिनीहरूले कर पढ्या भनेको थियो नि त त्यो मैले यो भिडियो हेरेँ त्यस्तो कहिले पढ्यो पढ्नुलाई पढे हो यहाँ गर्नु पर्ने सायद सर सुजन सर एडभान्स डिस्टेन्सको थाहा
सर सर सुवाङ सर यहाँ आउनु यहाँ आउनु पर्दैन त्यो के अरे आउँछ नि त अरू हान बिर्सी आउँदैन थियो केटा अरे मैले गदो निकाल्ने थिएँ यार यो गलत हो मलाई थाहा छ हेर हेर हेर्नुहोस् है भारै बिग्ले डिप्रेसन एङ्गल कम भयो भने आर बढी जान्छ डिप्रेसन एङ्गल कम भयो भने आर बढी जाने बढी भयो भने आर गोलीको असल त खराब डिप्रेसन एङ्गल धेरै भयो भने चाहिँ आर कम राख्ने 10 आर चाहिँ मात्र बेच्ने हैन हैन यार म थाहा थाहै छैन साथी ल भयो अपोजिट रहेछ मलाई यस्तो हेरेको ल भएर हेर एनसीको पारै बिग्लेछ ल कति अरे अब भइसक्यो म यहाँ पहिला यो इन्डिजर त ल्याउ मागेर मागेर भन्दा माथि हाम्रो मैले लिएर त तिमीलाई दिए हो त नि त्यही अर्कै लिएर दिए हो के मैले त धर्मेलाई फाल्दै आएन 2.32 कुनको सुरुको यो कम बनाउनु पर्छ यो मिलेन अब के निकाला पहिला यहाँ पहिला मेट्न देऊ त्यही त माथि कहाँ ट्राइपड तो उसमें प्लेन चाहिए कसरी निकाल्ने थियो भाइ जिआरए भनेको के त जिआरए भनेको कहाँ जिआरए जी हैन यो पाइ ए पाइ आर ए पाइ आर थीटा हो थीटा आर भनेको के त रेडियस 10 हो कि यो 15 हैन यसलाई 60लाई 20 मानौ कसरी बे अनि यसलाई 15 मानौ है के गरौँ सरी यसलाई 10 मानेर यसलाई 10 मानेर जाउँ अनि यसलाई पनि 10 मानेर जाउँ 60लाई 20 मानेर जाउँ अनि यसलाई ठिकै छ 10 20 हैन 60लाई 20 50लाई 10 हैन 13लाई तेरलाई 5 भने हो कि 13लाई बढी मान्नु पर्छ है ए 25 मान नहुनु 25 मान दे अनि एकाउन्ट उसमा एकाउन्टलाई अनि 10 किन भने त एकाउन्टलाई 10 मान सुरुमा आएर बाउन्नलाई 10 मान दे 13लाई 20 मान ल 52लाई 5 मान्ने पनि हुन्छ 60लाई 5 हो मान्ने कम हो के बडीलाई कम मान्ने मलाई 5 मान दे यसलाई 5 यहाँ उसलाई एकाउन्टलाई 10 मान सुरु गरौँ 10 13लाई बडी 25 सबभन्दा कम त 13 त होला 20 53लाई कम हैन 10 अनि त्यसपछि मलाई 52 53 अनि यसलाई पनि 10 हो 19 बडी कमलाई बडी हो यहाँ 20 माने हा अनि 15 मान्नु पर्ने हुन्छ नि 15 45 ले 10 यसलाई 25 ए 0 55लाई 10 त्यसपछि 64लाई 5 27 15
ल 1.160 अब यहाँबाट लेन्थ अफ कर्भ निकाल अब सबैको दुईटैले हान्नु एपेक्स निकाल्नु एपेक्स पर्दैन के पहिला सुरुबाट यतैदेखि हाल्दै जानु यार मैले उसको कति गरेँ सुरु भएन आर यो होइन 10 कति 10 होइन 10 10 52 डिग्री 44 5 बाई 2 4.95 यहाँनिर नि के हो तिम्रो लेन्थ अफ गरौँ कहाँ ए गलत यहाँनिर मैले गलत हालेको छु त साईको यो मुला क्याल्कुलेसन गरेर हो कि यस्तो के हो यो तार त छुट्याउन यो भयो नि एउटै त हो मलाई 10 खान्छ त 4.92 लेख्दै थिएँ टेन्जन लेन्थ हो नि 4.95 पलेर कहाँ माथिको यो लेन्थ अफ गर 9.20 एप्रिसिएसन हो नि त आर भनेको कति 10 कति अरे 52 40 बाई 2 यहाँनिर यो के हो मिटरमा हो मिटरमा यो फेरि किलोमिटरमा आएछ अब त्यो चेन्ज आउँछ भने चाहिँ यो प्लस यो लेन्थ अफ कर्भ होइन अब त्यही त भने अघि टेन्जन लेन्थ माइनस हो बुझेनौ तिमीले यहाँ छ नि यहाँबाट यो टेन्जन बुझ्यौ नि यो त्यही भएर त मैले फिगर बनाऊ भने अब 10.38 अस्ति आएको थिएन अनि कहाँ अरे टेन्जन लेन्थ 18.9 हो नि त प्लस माइनस लेन्थ अफ कर्भ कति छ टेन्जन लेन्थ कति छ टेन्जन लेन्थ 4.95 यही गरेर गर है म यहाँ निकाल्दैछु टेन्जन लेन्थ अब 14.50 यहाँ यहाँनिर भोलि गएन नि भोलि पोखरा बस्यो पछि जाने हो भोलि पोखरा जाने भोलि बिहान 4 स्नाइपरको त राजामा यार कति हानि गर्थे यार ल न एक सुन मोबाइलमा बिसीको 14.0 अब लेन्थ प्लस यो त सिधै अब लेन्थ अफ कर्भ हान्ने लेन्थ अफ कर्भमा टेन्जन लेन्थ जोड्ने हो 14.0 एकछिन रोबर योबाट यसमा त्यो जोड्ने हो कि योमा लेन्थ अफ कर्भमा टेन्जन त बेसी हुने है त्यसको
तलबाट सिधै यहाँ गर्दै जाऊ चेक गर न चेक गर चेक नगर खाँदै भिडियो एम थप गर वहाँ उत्तर बाटो पिकनिक जाने के छ नि त्यहाँ गयो अहिले डाटा लिएको मेरो भइसक्ने आएछ अब मैले अब कति जस्तो कति हो 3.29 आयो कि आएन त फेरि आएन कुनको 18 2.40 है नि त त्यसो आमा पर खान्छ नि त त्यही त परकै हान्नु त भने आउँदा 20 into लेख यहाँबाट पैसा आइन्छ होला त प्र्याक्टिकल होइन रियल फिल्डमा हाल्नु केही के लुगा यो रियल फिल्ड हो अन्य काममा म्याप निकाल्ने म्याप टक्क निकालेर मेजर र माइनर हुन्छ होइन M1 मेजर यहाँबाट यहाँ दिन्छ कि म 3 दिन्छ यसको ठिकै तल छ कि फेरि दुखिसक्यो त्यसमा त मार्क्स हुन्छ नि त होइन त्यही भएर यो M9 मा यहाँ यस्तो देखाइरह तर पुरा भइरहेको छ कि पठाइदो नि चस्मा खसाइदियो भिडियो त फेरि लामो त्यसलाई टाइम ल्याप्समा बनाइदेऊ त फेरि जाउँ न लामो त धेरै लामो आयो कति हो टाइम ल्याप्समा हो कि के हो होइन मलाई टाइम ल्याप्समा त्यही भएर त लामो भयो